भगवान हे शक्ति हामीलाई यस्तो दुःख फेरि नजाऊ किनभने हामी सधैँ यो राहत मागेर खाने हामी थिएनौँ अहिले मागेर चाहिँ हामीलाई त्यो दिन नआओस् न हामीले कुनै जोगी सन्यासीले कोही पाटोइनी बटुवालाई दिएर खाएका मान्छे हामी यो राहत घर दैलोमा शरणार्थी जस्तो भएका छौँ हामीलाई यो कहिले पनि यो केही नआओस् तपाईँहरूले यो चुनौती पनि हो हामीले फेरि यसलाई त्यस्तै खालका घर त्यस्तै खालका टहरा 2 तला हाल्नु पाउँथ्यो 3 तला हाल्नु पाउँथ्यो बाहिर 4 तला बनायो मैले अर्को बनाएँ त्यसले तल छाप्यो नजाउँ देख्यौँ हामीले अब हामी सुरक्षित कसरी रहन्छौँ कसरी हाम्रो घर सुरक्षित हुन्छ त्यो बाटो बलियो कसरी हुन्छ किन त्योसँग हामी लड्न नसक्ने तपाईँ हामी जुद्यौँ भने एउटालाई पछाडा एउटाले अर्कोलाई पुग्न सक्छौँ तर हामी दैवसँग हामी छुट्न सक्दैनौँ त्यो कति बेर आउँछ के हुन्छ यसले हामीलाई पाठ सिकाइदिएको छ यो पाठलाई हामीले राम्रोसँग सोचेर अब नयाँ संरचनाहरू हामीले बनाउँदाखेरि त्यो बाटोमा हामी हेरौँ कि सबैले हाम्रो सुरक्षित हाम्रा मसिना बालबालिकाहरू सुरक्षित होस् त्यो प्रकारले हामी र अर्को कुरो के आयो अब यही भूकम्पको लागि जुन हाम्रा आफ्ना नातेदार भनौँ या माङ्गल पूजा समितिका संयोजक श्री ध्रुव मुखियाजीले जुन कुरो भन्नुभयो नङ काट्दा मासु दुख्छ भन्ने यो उनीहरूको बुढापाकाले भनेको सत्य रहेछ दार्जिलिङमा हाम्रा सबै धेरै नेपाली छन् र हाम्रो यहाँका दाजुभाइहरू पनि धेरै छन् उहाँका नेपालीलाई यहाँ केही हुँदाखेरि यहाँका नेपाली कहाँ केही हुँदा दुख्दो रहेछ र यहाँ भूकम्प आयो भन्दाखेरि उहाँ धेरै हलचल भयो र म उहाँ मेरै पनि दार्जिलिङसँग मेरो धेरै केही सम्बन्ध थियो र मलाई बारम्बार फोन आउँथ्यो के राख्यो उहाँले मात्रै नभनौँ नेपालीले मात्रै भन्थ्यो हाम्रो मेरा मारवाडीहरूसँग मेरो रिलेसन छ मारवाडीले मलाई फोन गरे म उहाँहरूसँग चाहिँ व्यवहार गरेर काँधमा काँध मिलाएर बसेको मान्छे सायद मलाई मेरो व्यवहार उहाँ हेर्नु पनि भएको उनीहरूले आफ्नो भाषाले ए राजु तेरो के खबर है ठिक है भने उनीहरूले व्यक्तिगत पनि मलाई फोन गर्यो तँलाई केही दुःख छ भन् भने त्यस्तो पनि मलाई फोन गर्यो र उहाँले जोसँग म रिलेसन थियो राम्रो थियो उहाँले मलाई फोन गर्यो र मैले गरेँ फोन भने उहाँले मलाई फोन गर्नुभयो कि अब मेरो गाउँमा त यस्तो भयो जहाँ कि स्वयं म जन्मेँ मेरो भाइ बहिनी गाउँका आमा बुबा दाजुभाइहरू सबै पिछाडीमा छन् म त आउन सकिनँ टिभी हेर्छु भिडियोमा हेलिकप्टर खिचेर लान्छु यो बाब्रे त धेरै दिन पछि देख्न पाइयो न जहाँ चिजका लाठी उसको भाइस हिँडीमा हुन्छ नि त त्यसको लाठी उसको भाइस जसको शक्ति हुँदैन त्यसले त्यो छुट्टै पायो अब हाम्रो यहाँ त्यति केही सम्पर्क हुन सकेन होला हामी धेरै पछि हेर्न पायौँ आउने बाटो छैन म पनि बिमारीको अवस्थामा थिएँ आउन सकिनँ त्यसले गर्दाखेरि हामी सबै कुरालाई अगाडि बढाएर पनि धेरै कुरा कथा भनेर पनि छैन र हामीले जुन प्रकारले हामी आज गऱ्यौँ हामीले यो एकता समाज बाब्रे एकता समाज भनेर यो कुनै यहाँ व्यक्ति कुनै चाहिँ नि पार्टीको होइन यो हामी सिङ्गो बाब्रेले यो हामीले यहाँ कुनै क्षेत्री कुनै बाहुन कुनै तामाङ कुनै थामी भने सिङ्गो बाब्रे हामी यहाँ समेट्यौँ यो भनेको यति बेरै काम आउने चिज अघि पछि हामी आफू आफ्नो काम गर्छौँ नि यो चिजलाई हामीले जगाउँ यसलाई राम्रोसँगले हुर्काउँ बढाउँ यो चिजले यही बेला काम गर्छ यो चिज भयो भने यसले आज हेर्नुहोस् हामीलाई दार्जिलिङसम्म चिनायो अहिलेसम्म हामीलाई हाम्रो बाब्रेबाट भन्नुहोस् कुनै हामीभन्दा बुद्धिजीवी पढालेखाहरू धनी धनदीहरू जन्मिने के सकेनन् भने यो हाम्रा केशव पाण्डे भाइ जुन हाम्रो यहाँ संयोजक हुनुहुन्छ अध्यक्ष हुनुहुन्छ यो उहाँले जन्माउनु भयो हामीले सल्लाह दिनु सहयोग गर्नुलाई चाहिँ पढाउनु उहाँहरूको ठुलो योगदान छ आज यो चिजले दार्जिलिङ चिनायो बाब्रे हिजो हामी रात ल्याउँदाखेरि 3टा गाडीमा बाब्रे त समाजको बोलाएर आउँदा ओहो बाब्रेले हेर्नुहोस् आज हामी कति मान्यता कतिले हामीलाई राम्रो हेरे कतिले हामीलाई चाहिँ नि कुन नजरले हेऱ्यो हिजो आउँदाखेरि लाइमडाँडाको तल बनचरीमा हामी कोही बेला बसेर चिया खान्थ्यौँ त्यो बजार आज बजार रात मान्ने मारामारी म भन्छु तपाईँलाई हात जोडेर त्यस्तो खालको काम नगर्नुहोस् र
राम्रोसँगले जे जति छ सन्तोष लिनुहोस्, सन्तोष गर्नुहोस्। हाम्रो जाति पाति हाम्रो मान्यता हाम्रो चाहिँ पहिलादेखि त्यो पेसा राहत खाने होइन। हामी अर्कालाई दिन्थ्यौँ, मैले अघि नै भनिसकेँ। यो त दैवको कुराले गर्दाखेरि हामी यो अवस्थामा पुगेर हामीले त्यसलाई आशा गर्नु परेको हो। भगवान् फेरि यस्तो हामीलाई नपरोस्। अघि हाम्रो भाइले भन्नुभयो महाकाल बाबुको आशीष लिएर हाम्रो मुलुकमा आज कुनै झर्का नआओस्, कुनै फेरि झर्का आयो भने सुन्नु नपरोस्, आजबाट टरेर जाओस्। र तपाईँहरूले यसलाई राम्रोसँग गरिदिनुहोस्। यसमा धेरैजना साथीहरूको हामीलाई सहयोग भएर हामीले दार्जिलिङमा गएर हामीले बाबरे एकतालाई त्यहाँ चिनाउन सक्यौँ। उहाँहरूले अझै हामीले भनेका छन् तपाईँहरूको गाउँमा के कमी छ, के को खाँचो छ, यो त नयाँ पहिलो हो, यो हामीले जान्यौँ या जानेनौँ के कस्तो भयो, हामीले राजनीतिमा राम्रो चिज आयो नआयो आएन, यसलाई राम्रोसँग तपाईँहरूले ग्रहण गरेर अर्कोपल्ट के को आवश्यकता छ, त्यहाँ कृपा चाहिएको छ कि खाद्यान्न चाहिएको छ कि औषधि चाहिएको छ कि के चाहिएको छ, त्यो हामीलाई हाम्रा प्रतिनिधि आउनुहुन्छ, उहाँलाई सुझाव पठाउनुहोस्। त्यो हामी त्यसको लागि उपलब्ध गराउँछौँ भने उहाँले यो वचन राख्नु भएको छ। र तपाईँहरूले सबैको सल्लाह अनुसारले हामीलाई खाँचो आवश्यकता के हो, गर्नुपर्ने के हो। कोही पनि राहत लिएर आउँछ भने चाहिँ यो कुरो हामी राहत माग्ने जाति होइनौँ, थिएनौँ। यो अवधिमा यो टरेर पनि जाओस्। हेर्नुहोस्, अब आइपरेको खण्डमा कोही पनि त्यस्तो हामीलाई एउटा दाता आउँछ भने त्यो दातालाई स्वागत गरेर त्यसको चिज ल्याएर हामीले एकदम मिलेर हामी मजाले एउटा सत्यनारायणको व्रत गर्दाखेरि पनि प्रसाद बाँड्दाखेरि सबै मै हो त्यो लाइनमा कोही बेला मलाई देऊ भने अहिले गएको मै हो यही ठाउँमा पुग्दैन। पसलमा गएर तपाईँले आफ्नो खतीको पैसा किन्नुहोस् कुनै चिज एउटा चिज किन्दाखेरि त्यहाँ सबै कुरो राम्रो आउँछ भने ग्यारेन्टी छैन। 1 किलो आलु किन्नुहोस्, त्यो 1 किलो आलुमा एउटा कुरो पाउन सक्छ आफ्नो पैसाले किन्दा। यो भनेको अर्काले दिएको दान हो, कोही राम्रो पनि हुन्छ कोही नराम्रो पनि छैन, कोहीलाई बेसी पर्न सक्छ कोहीले कम्ती पर्न सक्छ। सन्तोष गर्नुहोस् कि हामीले पायौँ, हामीलाई ल्याइदिए, तैँले यसलाई दिस् मलाई यसलाई दिस्, यसले ठुलो लग्यो यसले सानो लग्यो त्यो नभन्नुहोस्। यसले हामीलाई पुग्दैन, यसले हामीलाई पुग्दैन, जति आयो पुग्दैन। हामीले भोलि आफ्नै मेहनत गर्नुपर्छ। फेरि हामीले आफैले आफ्नो मेहनत गरेर सिकेर हामी उठ्नुपर्छ। यति भन्दै तपाईँहरूलाई यो घाममा धेरै यो चिजलाई राम्रोसँगले ग्रहण गरेर तपाईँहरूले फेरि हामीले आउने वातावरण बनाइदिनुहोस्। र तपाईँहरूको के छ गुनासाहरू के हामीले सहयोग गर्नुपर्छ त्यो चाहिँ एउटा तपाईँहरूले हामीलाई त्यो सुझाव दिनुहोस्। यहाँ हामीलाई धेरै सहयोग गर्नुभएको छ। जो कि यो ठाउँमा जन्मिनु भएको थिएन, विदेशमा जन्मिनुभयो दार्जिलिङतिर, उहाँ गएर आफ्नो सिप इलाम सिकेर गाडी चलाउनु भएको छ, गाडी किन्नु भएको छ कसैले। उहाँ गएर मैले कुरा गरेँ उहाँका बुवाहरूसँग कुरा गर्दा उहाँले भने ए हामी जान्छौँ नि हेर्नु हाम्रो देश हाम्रो मुलुक भनेर उहाँहरू हाम्रो युवा भाइहरूले कोटबाट निचार्यो भने यहाँ एउटा भाइको कालाबाट आमाको दुध निक्लिन्छ। त्यस्तो भाइले कुन हालतले लिएर आएको छ हेर्नु। राति हुँदो अर्कोको गाडी त्यो दामीडाँडा गाडी हामीले त्यो गाडीलाई छेलेर चाहिँ नि त्यो गाडीलाई पार गरेर हामीले बाटो बनाएर आयौँ। कुनै हामी रहरले होइन, एउटा बाध्यता हाम्रो गाउँको उद्धार होस् भन्ने उद्देश्यले हामीले आयौँ। हाम्रा यहाँ भाइ अर्जुन भाइ हाम्रो महेश भाइ भयो, हाम्रो धनबहादुर दाइ भयो, हामी यहाँ सबैको चाहिँ सहकार्य भएर तपाईँहरूको हामी दैलोमा आएको छौँ। र यो चिजलाई तपाईँहरूले एकदम राम्रोसँगले दिदिनुहुन्छ भन्ने आशावादी तपाईँहरूको बिदा हुन्छु। जय नेपाल, जय भारत। धन्यवाद। माले एकता समाजका सल्लाहकार समितिका सहसंयोजक राजु थापाज्यूलाई। उहाँले हरेक हिसाबले जुनजानको हिसाबले बाबरी गाविसमा परेको बाबरी बासिसमा परेको पीडालाई एउटा मलमपट्टि गर्नको लागि राहत यहाँसम्म भूमिका र आगामी राहतलाई पनि थप सहयोग पुग्ने अथवा धेरै ल्याउने सहयोग पुर्याउने गर्दै उहाँहरू विदा भइसक्नुभएको छ। उहाँलाई पनि जोरदार तालीले स्वागत गरिदिनको लागि फेरि बाबरी एकता समाजका अध्यक्ष केशव पाण्डेज्यूलाई आफ्नो भनाइ राखिदिनको लागि म अनुरोध गर्दछु।
कार्यक्रमको सभापति सभापति क्याप्टन साहब लगायत हाम्रो दार्जिलिङ पूजा समिति मुखियाज्यू लगायत आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा स्वीकार्नु नमस्कार। हामीले घाममा भाषण र कुरा भन्दाखेरि घाममा पढेर गर्नुपर्ने हुन्छ र यो कार्यक्रम गरिदिनु भएकोमा गाविसको तर्फबाट गाविस सचिवज्यू लगायतको धन्यवाद लगायत यो महाकाल पूजा समितिको दार्जिलिङ महाकाल पूजा समितिको तर्फबाट र असलान ओइरफेडको तर्फबाट र लेबुङको तर्फबाट यो राहत आएको छ। यो राहतलाई सही तरिकाले सही किसिमले वितरण होस् भन्ने आशा गर्दछु र अन्य कुराहरूमा पनि यसलाई सिस्टमिक तरिकाले अगाडि बढ्यो भनेदेखि यसै गरी फेरि पनि हामीले सहयोग गर्न सकिन्छ जस्तो लागेको छ र कति कुरा नपुगेको कुराहरूमा सहयोग गर्ने प्रतिबद्धता सहित तपाईहरुलाई यो घाममा उभिरहेको बेलामा पसिना आएर बस्न गाह्रो भएको छ। एक त घरको छाना छैन, अर्कोतिर बस्ने बास छैन। यो स्थितिमा पनि घाममा उभिएर राख्न मलाई मन लागेको छैन। यति भन्दै तपाईहरुको मार्का बुझ्दै र राहत कार्यक्रममा अगाडि बढौँ भन्ने साथ सम्पूर्णलाई गाडी चालकदेखि लिएर सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन्छु। हस्त नमस्कार। धन्यवाद। बाबे एकता समिति समाजका अध्यक्ष केशव पाण्डेज्यूलाई यहाँ यो टन्टालापुर घाममा उपस्थित रहनुभएका आदरणीय बाबेवासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी कार्यक्रमको लगभग अब अन्तिम क्षण पुगेका छौँ। जुन आफू हुर्केको आफू बसेको नाताले जुन स्थानीय स्तरमा परेको जुन पीडालाई समाधान गर्ने उद्देश्यले एउटा मलमपट्टि गर्ने उद्देश्यले जुन दार्जिलिङदेखि यहाँसम्म विभिन्न सङ्घ संस्थासँग खोजी नीति गर्दै जुन राहतलाई यहाँसम्म ल्याइपुर्याउनु भयो, यहाँहरूलाई हामी बाबेवासीको तर्फबाट मुरी धन्यवाद ज्ञापन गर्दै आगामी कार्यक्रमहरू पनि यहाँहरूको सक्रियता पहलमा अगाडि बढ्दै जाओस् भन्ने अनुरोध गर्दै विशेषतया यहाँहरू अगाडि उद्घोष गरिसक्नु भएको छ। दार्जिलिङ महाकाल पूजा सेवा समितिका संयोजक जुन ध्रुव मुखिया सरले हाम्रो यो पहिलो लट छ, सुरुवातको रात छ, यसमा राम्रो नराम्रो जे जस्तो परेका छन् त्यहाँ पनि उहाँले वास्तविक यथार्थ भनिसक्नु भएको छ। हामीले सङ्कलन गरेका छौँ र यो कार्यलाई निरन्तरता जाओस् भन्ने अनुरोध गर्दै विशेष धन्यवाद जाति संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै र यो कार्यक्रमलाई विधिवत ढङ्गबाट अब समापन सहित आफ्नो भनाइ राखिदिनको लागि म बाबरी गाविसका सचिव सुदेश कुमार अधिकारीज्यूलाई अनुरोध गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण बाबरी जनताहरू, साथै हाम्रो चाहिँ उता राहत समिति लिएर आउनुभएका दार्जिलिङ महाकाल पूजा समिति, साथै असलाम वेलफेयर ट्रस्ट, डेभलपमेन्ट इनिसिएटिभ ग्रुप सेवा समितिका साथै यहाँ उपस्थित हुनुभएका हाम्रो चाहिँ बाबरी एकता समाजका संयोजक केशव पाण्डे सरज्यू, साथै हाम्रो चाहिँ यहाँ आउनुभएका चाहिँ यहाँ आसन ग्रहण मन्त्रालयका शाखा अधिकारीज्यू शाखा अधिकारी दधिराम भण्डारी सरज्यू, साथै यहाँ आसन ग्रहण गर्नुभएका नेपाली सेनाका क्याप्टन सर उमेश राईजो सरज्यू, साथै यहाँ हाम्रो आसन ग्रहण गर्नुभएका नेपाल प्रहरीका असय रामबाबु राई सरज्यू, यहाँसम्म राहत सामग्री
ल्याउनमा सहयोग पुर्याउने सम्पूर्ण टिमलाई म आफ्नो गाविसको तर्फ साथै मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ ल्याइदिनुभएका सामान हामी चाहिँ प्रत्येक वार्डमा चाहिँ दामासाईको रूपमा चाहिँ वितरण गर्नेछौँ। साथै यहाँ के समस्या आइदियो भने चाहिँ यहाँ एक दुईजना चाहिँ मान्छे उचाल्नेको घरमा चाहिँ हामी चाहिँ त्यसको पछि नलागौँ। वास्तवमा यहाँ के कति सामान आउँछ तपाईँ पनि यहाँ बुझ्न सक्नुहुन्छ। यहाँ भएका सबै सुरुदेखि आएको अहिलेसम्मको लिस्ट हामी मसँग छ। त्यो लिस्टका भन्दा यहाँ सामान वितरण भयो कि भएन तपाईँ मसँग आएर बुझ्न सक्नुहुन्छ। यो एकजना दुईजना मान्छे उचालेको घरमा चाहिँ पनि नलागिदिनु होला। साथै त्यस्तो उचाल्छ भने वास्तवमा त्यो सामान चाहिँ आएको छ भने मसँग यहाँ आएर डाइरेक्टै बुझ्न सक्नुहुन्छ। यहाँ के कति सामान आयो के कति सामान चाहिँ वितरण भयो मसँग कुनै रेकर्ड छ। तर एउटा एक दुईजना मान्छे उचालेको भने तपाईँ पनि पछि नलागिदिनु होला। साथै यो सामान चाहिँ म चाहिँ प्रत्येक वार्डमा चाहिँ दामासाईको रूपमा चाहिँ वितरण गर्नेछु। र यहाँसम्म सामान ल्याइदिनु भएका प्रत्येक यो टिमलाई साथै यो तीनवटा संस्थाका प्रतिनिधित्व गरेर आउनुभएका ध्रुवमुखेशलाई फेरि म धेरै धेरै धन्यवाद दिँदै यो कार्यको लागि यहीँ समापन गर्दछु। हस्त धन्यवाद।